हेलो साथीभाइ दिदीबहिनीहरू सबैजना सन्चै हुनुहुन्छ होला। सन्चै हुनुहुन्छ अनि म आशा गर्दछु। अनि आज चाहिँ मैले एउटा मिनी ब्लग लिएर आएको छु। आज चाहिँ म होइन तपाईँहरूलाई सब्जी मतलब भेजिटेबलको बारेमा केही देखाउने छु। र यो चाहिँ मेरो घर होइन। आज चाहिँ म घरबाटै ब्लगमा चाहिँ जाँदै गएको छु होइन। र आज अस्ति घाम लागेको छ र हाम्रो घरमा मतलब सब्जीहरूको खेतीपालन देखाउँदैछु तपाईँहरूलाई के छ भनेर होइन। अनि यो चाहिँ करेला होइन, यो करेला होइन, यो देख्न सक्नुहुन्छ करेलाको रोटी हो होइन। यो करेला छ अनि त्यसपछि मकैबारीहरू छ होइन, मकैबारी भयो अनि देख्नुहुन्छ खुर्सानी पनि छ होइन, खुर्सानी भयो। त्यसपछि अरू के भन्नु चाहिँ अरू अनि यता लोडीहरू छ होइन, लोडीको रुखहरू भयो। अनि यतिबाट तपाईँहरूलाई अरू के देखाउन चाहन्छु भने चाहिँ इङ्ग्लिसमा पपाया होइन, नेपालीमा मेवा भन्छ होइन। मेवा पनि देख्नु होला यो सक्नुहुन्छ। बाख्राहरू छ होइन, अनि कुखुराहरू छ देख्न सक्नुहुन्छ तपाईँहरू। त्यो केराहरू हुन्छ होइन, अनि अहिले फर्सीको रुखहरू हुन्छ। र हाम्रो घर चाहिँ यति नै हो। अनि तपाईँहरू घरमा चाहिँ के सब्जी रोप्नु भएको छ र तपाईँहरू भन्न सक्नुहुन्छ। ल लेफ्टिन कमेन्ट गरेर कसको घरमा के छ भनेर। ल आजको लागि भिडियो यति नै। ल हस् त बाई बाई। अरू भिडियो अग्लो चाहिँ देख्न पाउनुहुन्छ तपाईँहरू। बाई बाई त।